खसी खोइ बिनाजु खसी खोइ भनेको दिदी पुच्छर होइन खुट्टा रगत थाप यहाँ पुच्छरसम्म लादी धर्छ यहाँ छिटो गइसक्यो ल अब यो रक्त बनाउने टक्क रक्त बनाउने ये उल्काएर अचम्म यो महाअष्टमीको दिनमा म यो के गाई यात्रा देख्दैछु गोरेमाको खड्कुलोमा भकी पानी उम्लिरहेछ रक्ती हाल्ने बाटो पनि भयङ्कर छ लाग्दछ घोरले खसिरहँदैछ तर डल्ली बेलामा हिरौलो डलिरहेछ यतिको दुर्गति र यतिको बेइज्जत त मैले यो जन्ममा देखाएको थिइनँ देख्नु पनि नपरोस् पठाई बरा लगाएर मास्टरनी नानी र सबु नानी तामा टुबी परेका छन् कटक्कै मन खायो मेरो नानी चिन्ता नगर म छु अब सँगैको घरमा टखमले खसेको विभिन्न परिकार बन्ने यहाँ चाहिँ जिरोलोको तरकारी म देख्न सक्दिनँ अब यसपालिको दसैँ मौका आऊ अप्ठ्यारो नगर्नु आफै भुट्टा बनाऊ झोल बनाऊ खाऊ त्यही त दिदी आज अष्टमीको दिनमा एउटा मासुको चोक्रा त चाख्नु पर्यो नि हामीले पनि हैन